काठ काट्न आएको भोकै बाहुन भाइको कस्तो छ काठ भोकै बाहुन भाइ त आरैछ भोकै गफ गरौ छैन हो सेरे दाजुहरू किन हो मलाई बाटैमा रोकिबस्नु भएको छट्टाउँदै कहाँ बस्छ पहिला बस्छ अनि बल्ल थाहा हुन्छ बस्छ होइन हो सेरे दाजुहरू किन हो कामै नपाएर लफङ्ग जस्तो बसेर काम गरेको मान्छेलाई रोक्नु भएको त हो छैन हो भाइ त ठुल्ठुलो कुरा गर्छस् त को हो त कसको छोरा होस् र त होइन हो सेरे दाजुहरूले त मलाई नचिने जस्तो छ नि त हो होइन हो भाइ को नै को हो र त ल हेर दाजुहरूले त मलाई नचिनेर दाजुहरूले बालेन शाहलाई त चिन्नु भयो होला नि बालेन शाह के भयो बालेन शाह पो भन्छ कहिले त ठुलै पहिचानको मान्छे रहेछ क्या यो त के मलाई नि त्यस्तो लाग्यो ठुलै पहिचानको मान्छे जस्तो लाग्यो सोध्छु के भन्छ सोध्नु ल ल ल ए बालेन दाजुलाई त हामीले नि चिनेछौँ अनि मैले पनि चिनेको बालेन दाजुलाई